guys and welcome back to the channel. This is another vlog of Fashion World. आजको मेरो डेस्टिनेसन छ गाईघाट उदयपुर भित्री मधेसमा र म अहिले हिँडिसकेपछि बिहान 2 बज्न लागिसक्यो। कतिको अँध्यारो छ उज्यालो छ भन्ने कुरा चाहिँ अनुमान गर्न सक्दैन। यहाँ काठमाडौँ भ्यालीमा त अहिले त त्यसो साइड बत्ती बलेको हुन्छ र उज्यालो हुन्छ नि त। हजुरहरूलाई के नै बताऊ म यहाँ हेर्नुहोस् बाटोको हालत कस्तो छ फिलहाल। हिलो यस्तो धेरै छ। एक त बाटो यस्तो अँध्यारोमा हिँड्दाखेरि कुन चाहिँ आफ्नो साइड भनेर चिन्नै गाह्रो कि। लाइट्सको त्यो पनि यस्तो हिलो बाटो हो। अहिले राति चाहिँ ठ्याक्क हेभी भेहिकलहरू मात्रै हिँड्दो रहेछ कि मेनमा चाहिँ सामान भुवारी माल सामान बोक्ने गाडीहरू ट्रकहरू के हेर्नु बालुवा बोक्नेहरू कति धेरै के। अहिले त म त यसो रङ साइडबाट आइदिएको छु कि भाइजर खोल्यो यस्तो चिसो हुन्छ है। भाइजर अहिलेसम्म त लगाएर खोसिरहेको थिएँ। अहिले भाइजर यस्तो खोलेको आम्म नाकको टुप्पी लगिसकेको। उताबाट पनि पेन्डेरै आउँछ गाडीहरू ट्रकहरू राख्ने तालमा। आज मेरो त के भइरहेछ अँध्यारोमा हिँडेको भएर नयाँ बाटो हिँडे जस्तो लागिरहेछ कि। यहाँबाट जाने हो नि त। म त अगाडि गइदिरहेको। उज्यालोमा त मान्छेहरू हुन्थ्यो नि त नि मैले त्यही अनुसार हिँड्थेँ। अँध्यारोमा हिँड्दा त केही नथाहा भएको भए झन्डैले म त अर्कोतिर कता कता पुगेको। घरमा त्यहाँनिर एकजना ट्राफिक सर हुनुको रहेछ। अनि सोधेँ अब चाहिँ यस्तो जङ्गलको बाटो छ खासमा चाहिँ कतिको उज्यालो छ अँध्यारै हो कि भेहिकलहरू कतिको हिँडिरहेको छ त्यसमा डिपेन्ड गर्छ। म चाहिँ लागेँ अब अयो आजको राइड एकदम रमाइलो भएको छ मलाई फेरि। अब घरिघरि बाटो नचिने कता कता गएको छ के अरे। यस्तो के अरे उज्यालोमा हिँड्दा र अँध्यारोमा हिँड्दाखेरि टोटली डिफ्रेन्ट हुँदो रहेछ बाटो। म त पुरै झुक्किएँ नि त नि हो आज त साथीहरू। के अरे उज्यालोमा भयो म त्यसरी झुक्दैन थियो अँध्यारो भएको मजाले झुक्कियो नि आज त। आज खाने ठाउँहरू त यस्तो चकमनमा अँध्यारो छ अनि कसरी चाहिँ थाहा पाइन्छ त। बाटो यस्तो भएको छ बाटो निर्माण कार्य हुँदैछ यस्तो छ त डेन्जर भएको छ साथीहरू। फाइदा हेर्नुहोस् त साथीहरू यस्तो राति हिँड्नुको मजाहरू फेरि यिनीहरूमा पनि छ। हेर्नु न यस्तो रमाइलो भिलेज देखेको कि एरियै पुरै ताराहरू जस्तो देख्नु भएको नि त टपक 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 कस्तो मजाले अँध्यारो। ठ्याक्क अब यहाँ आइपुग्यो वासरुम युज गऱ्यो कहाँ हो यो भकुण्डे देखि आइपुग्यो यतिखेर 3:30। बाटो यस्तो छ कि अहिले बनाउँदैछ। यो बनेपछि त फेरि यो बाटो खतरा हुन्छ नि तर कहिले बनिसक्छ भन्नेमा डिपेन्ड गर्छ। अहिले त हेर्नु न त्यो कटुन जेबेसी आइपुग्न आँटेको होला सायद। नत्र त यहाँ त मेरो त धुलोको साथ मात्रै स्वागत हुन्थ्यो नि त। लेट्स सी कस्तो त हो यो बटिङ जेबेसी नै हो। मेरो यहाँ चाहिँ इले मात्र भने त धुलोको साथ मात्रै स्वागत। 2 चोटि आउँदाखेरि 2 चोटि धुलोको साथ स्वागत भएको थियो कि यहाँबाट जाने बेलामा। चिप्यो बाटो सही हो नि। कसरी लाने होला ल कता गएको र भेहिकल आयो म उता ल फेरि यस्तो पानीमा लाउनु पनि झ्याउँछ हौ कतिको खाडल छ भन्ने हुन्छ। यता छेउ लान्छ बिस्तारै। ओ गुड गर्ल लेट्स गो। यस कति यार धान रोप्नुलाई चाहिँ बाटो भएको त हौ।
पुर्को जाने बाटो होइन होइन कस्तो नयाँ बाटो जस्तो लाग्यो नयाँ हो मलाई त किन यस्तो टोटल्ली नयाँ बाटो लागेको ए भगवान् खोला यत्रो अघिरहेको कि यहाँबाट रहेछ पानी जम्मा भएको छ त हौ हेर्नुहोस् साथीहरू अंकल कुन ठाउँ हो यो हजुर मङ्गलटार है यहाँ सर्ट टोइलेट जान मिल्छ कतै 446 भएछ हस् भाइ थ्याङ्क यू बाटो चाहिँ यही हो नि ल यो बाटो होइन होला हौ ऊ त्यो बाटो चाहिँ हो जस्तो छ यो बाटो त होइन पर बाटो त छैन बाटै छैन यहाँ परसम्म फर्किनु पर्यो फेरि ए बाटोको कन्फ्युजन त्यति धेरै त है यहाँबाट पाल्छ छु हो त 6:05 अहिले चाहिँ मोलकोटको मिरर जोनमा आएर बसेको छु यहाँबाट भ्यूहरू देख्न सक्नुहुन्छ यस्तो रमाइलो छ कि अहिले चाहिँ बिहानको 6:05 गइसकेको छ म यहाँ आइपुग्दा अब हजुरहरूलाई म यहाँको दृश्य देखाउँछु मर्निङ भ्यूज दर्शन पनि गरौँ मन्दिरको अब मन्दिरै खोलिसकेको छैन रहेछ अङ्कल ए पुजारी आउनुहुन्छ कति बजे आउनुहुन्छ यहाँ ए यहाँको मन्दिर चाहिँ यस्तो छ सेती देवीको दिस इज माई हार्ट फर यु गाइज अङ्कल चाहिँ पुजारी हजुर पुजारी यहाँको ए म काठमाडौँबाट हजुर अनि कहाँ जाने गाईघाट अनि खोइ गाडी स्कुटरमा खोइ मान्छे म छ्या अनि रातभरि हिँडेर अङ्कल त छ्या भन्नुहुन्छ हौ के गर्नु होइन म त गाडी भने स्कुटी देखाएँ अनि गाडी त हुन्थ्यो 2 पाङ्रे गाडी होइन अङ्कलले मेरो तारिफ गर्नुभएको सुन्नु सबजना एकदम हो भने राति 2 बजे एक्लै काठमाडौँबाट हिँड्ने भनेपछि म पनि गएँ यहाँबाट बाई बाई अङ्कलहरू अब रातो बाटोमा आइपुग्छसम्म साथीहरू फ्रेकिङ आएर लाग्न थालिसकेको छ यसले गर्दाखेरि चाहिँ एकदमै चिसो पनि हुँदैछ हेर्नुहोस् त्यहाँ कोसी भएको खेती गर्ने धान अहिले सब काटेर अर्को बाली लाउनेको समय भइसकेको छ अनि कोसी भएको हेर्नुहोस् बगर एरिया हेर्नुहोस् बालुवाहरू गिटी बालुवाहरूको अनि हेर्नुहोस् त्यो फेरि बाटो बनाएको रहेछ बाटो त्यो पुल क्रस गरेर त्यो बाटो हुँदै यता माथितिर रोडमा निस्किने रहेछ तर त्यो कहाँ जाने बाटो बनेको मलाई पनि थाहा चाहिँ छैन त्यही पनि दृश्य हेर्नुहोस् के यस्तो रमाइलो छ कि नेपालमा नै बसोबासको लागि नेपाल एकदम बेस्ट प्लेस टु बी बोर्न के यस्तो दृश्य कहीँ कतै देख्न पाइन्छ त कहीँ पनि देख्न पाइँदैन नि होइन वाउ दिनै बन्छ के त्यो बाटो हिँड्यो भने त्यहाँ हेर्नुहोस् त त्यो दोभान 2टा कोसी मिक्स फेरि एउटै बनेर ठ्याक्क उता गएको छ उताबाट आएको डार्क छ यताबाट आएको अलिक लाइटवाला छ वाटर पारीको दृश्य हेर्नुहोस् त यो दृश्य बालुवा उत्खनन भयो जस्तो लाग्यो मलाई अङ्कल उयो के बालुवा निकालेको यो सिमेन्ट कारखाना हो के हो ठाउँ हो यो हजुर
बेनी सिमेन्ट कारखाना हो यो ए हस् थ्याङ्क यू अङ्कल अब म पेट्रोल लाउने ठाउँ आइपुगेको छु यहाँबाट हामी लेफ्ट राखेर यस्तो जानुपर्ने हुन्छ लेफ्ट लागिहालेँ कस्तो कस्तो बनाइदियो हजुरहरूको यो के हो यसको नाम के राखेको छैन नामै छैन के कुकुर भन्छ यसलाई खाजा टाइम अब खाजा खाने अनि निस्किने देख्न सक्नुहुन्छ साथीहरू सनराइज यहाँ डाँडा काँडाबाट हेर्नुहोस् यस्तो राम्रो भ्यू देखेको छ कि सिन्धुलीको यो डाइरेक्ट सनराइज यिनीहरूलाई भन्छ सल्लाहको रुख यति धेरै सल्लाहको पिच छ कि सल्लाहको रुख छ कि यहाँ पुरै सिन्धुलीगढीको टर्निङ त्यस्तो भइरहेको छ यस्तो 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 भन्ने सिन्धुलीगढीको गुनार स्टलहरू सुरु हुँदैछ भर्खर ओपन हुँदैछ यहाँको मार्केट चाहिँ तर म त आइसकेको छु कति बजे अहिले तपाईहरुलाई म समय पनि बताउँछु ल कति बजे म यहाँ आइपुगे भने 7:53 देख्न सक्नुहुन्छ 7:53 मा म सिन्धुलीगढीको यो यस्तो मनोरम दृश्य हेर्न आइपुगिसकेको छु टुडे आई एम गोइङ टु शो यु द फुल दृश्य फ्रम सिन्धुलीगढी हेर्न सक्नुहुन्छ सिन्धुलीगढीबाट देखिने दृश्य यस्तो राम्रो छ कि यतिखेर मर्निङ भ्यू हाम्रो वीर योद्धाहरूले चाहिँ युद्ध गर्दाखेरि के कसरी गरेथ्यो भन्ने कुरा हेर्नु न यो भयो हाम्रो सिन्धुलीगढीको दृश्य भद्रकाली मन्दिर यहाँनिर देख्न सक्नुहुन्छ बच्चा केटाकेटीदेखि युवा महिलादेखि वृद्धसम्मले युद्ध गर्नुभएको थियो त्यस समयमा ढुङ्गा मुढा आफूसँग जे जस्तो भयो उहाँले हेर्नुहोस् बच्चा सहित बोकेर यो चाहिँ गढी दरबार योद्धाहरू कमला माईको मन्दिर पौवागढी युद्ध हुँदाको मलाई नजिकबाट अस्ति पनि हेर्न मन थियो तर भिड भएको भएर चाहिँ मैले अस्ति नहेरिकन तर भाइसँग पनि आएको थाकेको पनि फिल भएको थियो कि आज त म थाकेकै फिल भएको छैन अलिकति पनि सिङ्गल छु नि त अनि त्यसमाथि बिहानको समयमा त्यस्तो भिड पनि छैन नि त भिड बाटोमा अनि म यस्तो रमाइलो भइरहेको छ कि बाई बाई वीर योद्धाहरू म गएँ सिन्धुलीगढीको दृश्यहरू हेर अब म हिँडिसकेँ यस्तो बेस्ट भ्यू देखियो आज मेरो त मनै बल्ले बल्ले भइरहेछ बल्ले बल्ले हो गया आज तो दिन बन गयो ग्लोभ्स लगाएर निस्किहाल्छु ग्लोभ्स मलाई चलाएको कस्तो हात पिट्यायो क्या म त अहिले सिन्धुली चियाबारी आइसकेको छु सिन्धुली सेक्सन यो हो कटारी बजार अनि कटारी बजारको यहाँनिर चाहिँ मेवा पन्टिरहेको रहेछ 10 बजे 2 मिनट भइसक्यो कटारी बजार आइसक्यो
वाउ कटारी बजारमा यो मूर्तिको मतलब चाहिँ सबै सहरहरू जस्तै छ एकदम भिडभाड रहेछ यताभित्र चाहिँ यता अगाडि चाहिँ भर्खर प्रवेशद्वार भएर चाहिँ त्यस्तो धेरै नहुँदो रहेछ सुनसानै यताभित्र हेर्नुहोस् अब कटारीमा एकछिन बसेर गाईघाट लाग्यो गाईघाट त्यहाँदेखि अब ग्राउन्डमा किलोमिटर गएको छ गाईघाट होइन त्यो चाहिँ अलिकति अगाडि पुगेपछि त्यो टाढा खोलाको पोखरेर अलिकति अगाडि खिचेर लेफ्ट लाग्नुपर्छ अङ्कल यो ठाउँलाई के भन्छ यो अगाडिको गाउँ भोज्ने यता आउने गाउँ तुवार हजुर यो कटारी नगरपालिका यसलाई अब यताबाट भोज्ने भन्दा पनि तुवार ए त्यस्तो पहिला परफर बसेको हुनाले परफर हो कुन खोला हो अङ्कल यो तावा बैदनाथ दुइटै मिक्स हो उहाँ मिक्स के ए यताबाट गएको तावा उताबाट आएको बैजनाथ यो यताबाट आएको बैदनाथ उताबाट आएको तावा यहाँनिर मेन चोकमा चाहिँ गाईको मूर्ति बनाएको ए मूर्तिको कुरा गरेको बाहिर लाइट पेट्रोल लगाएर आउँदैन म चाहिँ अब आइसकेको साथीहरू गाई गाड्ने Thanks for watching everyone. See you in the next vlog. And do not forget to like, share and subscribe the channel. Love you all. Bye bye.